हेलो सेवा वा सबैलाई नमस्कार। आज फेरि म सानो भिडियो क्लिप लिएर आएको छु। आज चाहिँ मेरो मम्मी हो अनि आज चाहिँ हामी चाहिँ मम्मी र बाबाको फ्लाइटले गर्दा मम्मी र बाबालाई मैले पुर्याउन एयरपोर्ट लाँदैछु। काठमाडौँदेखि खोटाङको फ्लाइट भनेर एका बिहानै हामी जाँदै गयौँ अनि एयरपोर्ट पुग्यौँ। तर पनि यहाँ पुगिसकेपछि मम्मी र बाबालाई मैले भित्र छोडिदिएँ अनि बाहिर निस्केर यसो यहाँ घुमिरहेको छु। यस्तै गरी यसो घुमेर बसिरहेछौँ किनभने मम्मी र बाबा चाहिँ भित्र हुनुहुन्छ, फ्लाइट भएको छैन। सो हामी यतिकै फ्लाइट भइसकेपछि मात्र ब्याग हुने भनेर बहिनी र म चाहिँ यतिकै घुमेर यताउति डुलेर मम्मी र बाबा कतिखेर फ्लाइट हुन्छ भनेर चाहिँ कुरिरहेछौँ यसरी हिँड्दै घुम्दै। तर फेरि हामी घुमेर यसरी ब्याग भएर मम्मी र बाबा कतिखेर उठ्छ भने हामी हेरेर बसिरहेछौँ। तर पनि मम्मी र बाबाको फ्लाइट यस्तै डिले हुँदै क्यान्सल भयो अनि म चाहिँ फेरि पास कार्ड लिन आएँ। पास कार्ड लिएर म भित्र छिर्नको लागि किनभने मम्मी र बाबा सक्नुहुन्न, त्यही माथि झोलाहरू नि ठुलो ब्यागहरू नि थियो। सो म यहाँ पास कार्ड लिएर भित्रतिर गइसकेको थिएँ। यो बहिनीले भिडियो चाहिँ गरेको होला। अनि यहाँ मैले चाहिँ भित्र गएपछि अलिकति धेरै टाइम लागेको थियो। बहिनी चाहिँ यहाँ अनि हामी यसरी नै निस्क्यौँ। स्याहार नेपालको सिस्टम यस्तै हो। हामी चाहिँ अनि ब्याग भएर ट्याक्सी बुक गर्नको लागि यहाँ बसिरहेछौँ। तर मैले ट्याक्सी अलरेडी बुक गरिसकेको थिएँ अनि हामी म बहिनी चाहिँ बसिरहेछौँ। अनि ट्याक्सीदेखि फाइनली फर्कियो हामी घरतिर। आजको दिन साह्रै राम्रो भएन किनभने नेपालको सिस्टम अगाडि केही हुँदैन, पछि क्यान्सल भयो फ्लाइट। सो हामी चाहिँ ट्याक्सीदेखि यसरी फेरि ब्याग फर्क्यौँ। मम्मी बाबा बहिनी सबै हामी यस्तै गरी आज मैले लुगा लागेको छु गाइस। सो एकदमै तपाईँहरू पनि ख्याल गर्नु होला। टेक केयर सबैलाई। भिडियो हेरिदिनु भयो थ्याङ्क यू सो मच सबैजनालाई। अनि मलाई आज सन्चो छैन। बाइ गाइस, टेक केयर, सी यू सबैजनालाई है त। थ्याङ्क यू।